है तपाईँ के गर्नुहुन्छ अहिले एक्चुअली म अब कलेज गर्नु भर्खरै सकेको स्कुल तपाईँको भिडियो कसरी बनाउनु भयो फर्स्ट तपाईँले याद छ थाहा भएन है म चाहिँ एउटा कुरा के भने अस्तिदेखि विचार गरिरहेको थिएँ याद गरिरहेको थियो सोसियल मिडियामा सबैले भन्दै थियो उसकोमा चाहिँ राम्रै भएर होइन त्यो एउटा ब्युटीनेस हेरेर मान्छे गइबस्छ अन्त किनिदिन्छ भन्दै होइन तपाईँलाई चाहिँ यो विषयमा कस्तो लाग्छ होइन त्यो आफ्नो बिजनेस पोलिसी हो है अनि यो म भाइरल हुनुभन्दा अगाडि नै देखिनको चाहिँ मेरो कस्टमरहरू थियो निकै नै है पहिला पनि बिक्री भइ नै रहेको थियो अहिले पनि राम्रै हुन्छ अनि मान्छेहरूले चाहिँ के सोच्नुहुन्छ भने यहाँ बेसी क्राउड देखेर चाहिँ भक्कै बिक्री हुन्छ सोच्नुहुन्छ तर त्यस्तो होइन लाइक सबैको पहिला पनि राम्रै हुन्थ्यो अहिले पनि राम्रै हुन्छ फरक के छ भने अहिले चाहिँ फोटो खिच्नेहरू भिडियो खिच्नेहरू बनाउनेहरू चाहिँ बेसी आउनुहुन्छ है त्यही कारणले चाहिँ सबैको बिक्री भइ नै रहेको छ मेरो पनि हुँदैछ ठिकै छ तर तपाईँ एउटा एज अ इक्जाम्पल भएर यहाँनिर रोडमा काम बिजनेस गरिरहेको छ नि त होइन तर अरूले चाहिँ त्यो बुझ्नु पर्ने बेलामा यहाँ चाहिँ सबैले के भन्दैछ उता ब्युटी राम्रै भएर मात्रै उसकोमा गएको होइन उसकोमा किनेको भन्छ मैले सोच्दा चाहिँ जहाँसम्म चाहिँ तपाईँ चाहिँ एउटा इन्सपायर होइन मोटिभेट हुनुपर्ने तपाईँको भिडियो हेरेर तर मान्छेले यहाँनिर उल्टा भनिरहेको छ नि त है